एकैछिन पर्खिनुहोस्। तपाईँ एक्लै हुनुहुन्छ भने मात्रै यो भिडियो हेर्नु होला। यदि भिडभाडमा हुनुहुन्छ भने इयरफोन लगाएर सुन्नु होला। यो सुन्दा पनि आनन्द आउने क्या, मजा लाग्ने। यो छाडा शब्द यिनीहरूकै लागि बनेको जस्तो लाग्यो मलाई चाहिँ। एकदम मनै खुसी भयो यो सुन्दाखेरि। र मैले फुल भिडियो चाहिँ युट्युबमा हालिदिएको छु, हजुरहरूले त्यहाँ गएर हेर्न सक्नुहुन्छ। 11 मिनटको होला। अब हेर्नुहोस्। गेन्जी भन्ने चाहिँ आतंककारी हो, लुकेर हो, तेरो बाउको लुटेको हो म्याच सिक्ने, डाका हो, फटा हो, तैँले भन्नै पर्ने यार। डन्डीको छोरा। गेन्जी मुर्दाबाद। खाते मुजी कहाँ छ रे त खाते मुजी? भाटा नपुगेको मान्छे हो यो। अलि विरोधीहरूले म माथि आक्रमण गर्दाखेरि पनि कहिलेकाहीँ म एक्लै भएको जस्तो हुन्छ र पनि म सबलाई दिइरा हुन्छु, सबलाई ढालिरा हुन्छु। मलाई लाग्छ म सबलाई नकआउट हान्छु जस्तो लाग्छ। मेरो अगाडि पढ्यो भने एकपल्ट दिँदाखेरि 3 इन्ची सार्दिन्छु त्यसलाई म। 75 जना नेपाली युवाको हत्या कसले गर्यो? म खत्तम। म देशलाई धोका दिन्छु, जनतालाई धोका दिन्छु। केपी ओली लगन खेलको पागल खानामा हुनेछन्। त्यही भएर थुतुनु सम्हाल्नुहोस्, तपाईँको थुतुनु धेरै बढी भएको छ। मैं तो तेरे को हरामी समझता था, तू तो राम निकला रे। राजनेता केपी ओली फेरि पनि यो धरतीमा सशक्त ढङ्गले नेतृत्व गर्ने हिसाबले अगाडि बढ्नु भएको छ। महेश बस्नेत कहाँ नि जुत्ता सिउने आरोले मुख सिलाइदिन्छन् मान्छेले। तिमीहरूले गरेका हल्लाले मेरो भुत्ला पनि झर्दैन। लाऊ छलफल गरौँ। लाऊ कहाँ ठड्डिनु ठड्डिनु। ए होस् र भाइ, च्यालेन्ज नगर्छु त तैँले चाहिँ। महेश बस्नेत चाहिँ एउटा ठुलो साहस बोकेको मान्छे हो, यति कुरा पनि बुझ्नुपर्छ। कुटाइ नपुगेको मान्छे हो यो। महेश भने कोर्स छर्दै त्यो बच्चा त्यो अब बुच्चा आयो उसले खेला मटेर नाच भने त्यो महेश बस्नेत एउटा महिलालाई बलात्कार गर्ने महिला मान्ने होइन के अरे त्यो महेश बस्नेत भन्ने। महेश बस्नेतलाई एउटै केटीले काण्ड पुर्याइदिइसकि एउटै केटीसँग भिड्न सकेको छैन। दुर्गाप्रसादलाई राम्रो डाक्टर लगाएर उपचार गराइदिनु भयो भने बरु उसको भलो हुन्छ। तपाईँको पनि आएको पिक्चर हो त एउटा युवतीसँग। अब यो प्रसादले भन्नुभएको छ यो त पहिलो फिल्म हो, दोस्रो फिल्म खतरनाक आउँछ। यो आन्दोलनको मैदानको बाघ हौ हामी, बाघ। चुप लागेर बस, तँलाई समात्न आउँदैछु म म्याच सिक्ने कट्टा लिएर। कोही माइकलाल जन्म्या छ केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने। तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई गिरफ्तार गर। भिडियो कस्तो लाग्यो त हजुरहरूलाई कमेन्ट पनि गर्नु होला। महेश बस्नेतले केपी ओलीलाई पनि थर्काएको छ। पहिला नपाउँदाखेरि पाएपछि चाहिँ अनि खुसी छ, उसको बाउ बनाइरहेछ।